पूर्व राजाको हैसियतमा राज्यले जे सम्मान गरेको छ त्यो गरेर राखे भयो, होइन आउँछु नि भन्ने लाग्यो भने अहिलेको संविधान सम्मत ढङ्गबाट पार्टी बनाएर चुनाव लडेर आएर अधिकारमा आए भएको त। 20,000 30,000 सम्मको कति लाखसम्मको ब्याङ्कको ऋण मिना गरिदिन्छु भनेर मान्छेलाई ओह्रालेको छ। त्यो झुट कुरा कसले गर्न सक्छ? ब्याङ्कको ऋण मिना अहिले यो व्यवस्था नै उल्टाउँछु भन्ने ध्वंसकारी मान्छेहरूले गरेका कुराका पछि नलागौँ। 30 वर्षको पञ्चायतको तुलना गरौँ र यता बौद्धल आएपछिका 30 वर्ष 32 वर्षहरूको तुलना गरौँ। विकास मुलुकमा भएको छ भने जनताभित्रका पनि साना सूक्ष्म कमजोरीहरूलाई खोज्नुपर्छ। आज बिजुली गाउँ गाउँमा पुगेको छ। हिजो हामी लोड सेडिङको युगमा थियौँ, आज बिजुली बेच्ने ठाउँमा आइरहेका छौँ। जति हुनुपर्ने हो त्यो तुलनामा हामी पुग्न सकेनौँ होला। मुलुक सुरुङ युगमा प्रवेश गरेको छ। नेपालको सम्पत्ति उल्टै लाने युरोप अमेरिकातिर अनि उहाँ बसेर देश दुख्यो भन्नेहरूका कुराहरूलाई त्यति विश्वसनीय आधारको रूपमा म चाहिँ लिन्न। अहिले राजतन्त्र फर्किने कुरा त्यो दिवा सपना हो, त्यो सम्भावनाको कुरा पनि होइन। अनि यो राजतन्त्र हिजोदेखि नेपाली जनताले नबुझेको राजतन्त्र पनि होइन। राजनीतिक भ्रष्टाचार रोक्नुपर्छ, त्यो मुलुकको दुश्मन हो। तर व्यवस्थाका प्रति गणतन्त्र व्यवस्थालाई फालेर राजतन्त्र दुनियाँमा आउन सक्दैन। बोल्ने स्वतन्त्रता यसले कहिल्यै पाएका थिएनन् राजतन्त्र भएको बेलामा। नाजायज माग हो, यो मागलाई जायज भन्नै सकिँदैन। यहाँका खेतबारी बाँझा छोडेर विदेशीको गुलाम बन्न जान चाहिँ इच्छा राख्ने, यहाँ इन्जिनियर पढेको छ त्यहाँ गएर भान्से भएर बसेको छ, यहाँ वकिल पढेको छ त्यहाँ गएर लेबर काम गरेर बसेको छ, यस्ताहरूका कुराका पछि चाहिँ मलाई विश्वास लाग्दैन। नेपाली जनता गणतन्त्रको पक्षमा आज उभिनु पर्यो भने, ओर्लिनु पर्यो भने त्यति मात्रै ओर्लदैन। त्यसले 10 ले गुणा गर्दा बढी मान्छे त एकछिनमा उत्रिन्छ। राजा आउने फर्किने यस्ता यी दिवा सपनाहरू पालेर मान्छेहरू सडकमा राष्ट्रिय झण्डाको ठाडो दुरुपयोग भइरहेछ। स्वागत छ यहाँलाई। धन्यवाद। पछिल्लो समय राजा सक्रिय हुने विषयले राजनीतिक माहौल निकै तताएको छ। यो विषयमा तपाईँले कसरी हेरिरहनु भएको छ? यसलाई मैले भन्दा पनि समग्र राष्ट्रले नै यो चिजलाई हेरिरहेको छ। अहिले वास्तवमा राजतन्त्रलाई सक्रिय गराउने, राजालाई फर्काउने यो विषयका हल्लाहरू यी बेकारका हल्ला हुन् जस्तो मलाई लाग्दछ। किनभने तल मान्छेको मानसिकता अनि आम नेपाली जनताको आवश्यकता त्यो होइन। अहिले राजनीतिभित्र देखिएका केही असन्तुष्टिलाई मान्छेले त्यो व्यक्त गर्ने ठाउँ भेट्टाएका छन्, त्यो ढङ्गले गरेका छन्। राजनीतिभित्र करेक्सन गर्नुपर्ने विषयहरू होलान्, ती विषयहरू छैनन् म भन्दिनँ। राजनीतिभित्र सुधार गर्नुपर्ने विषयहरू छन्। तर राजतन्त्र स्थापित हुने भनेको कुरा चाहिँ यो एकदम पछाडि मुलुक फर्कँदैन। कुनै पनि देशको परिवर्तन पछाडि मुलुक अगाडि जान्छ। हामी गणतन्त्रात्मक युगमा प्रवेश गरिसक्यौँ। अहिले राजतन्त्र फर्किने कुरा त्यो दिवा सपना हो, त्यो सम्भावनाको कुरा पनि होइन। अनि यो राजतन्त्र हिजोदेखि नेपाली जनताले नबुझेको राजतन्त्र पनि होइन। त्यसले गर्दा राजतन्त्र समाप्त भए यता चाहिँ को जेनेरेसन अलिक बढी राजतन्त्रको कुरा बुझ्दैन होला, तर अघिल्लो जेनेरेसनले धेरै कुराहरू बुझेको छ। अब एउटा समस्या कहाँनिर हो भन्दाखेरि राजनीति पेसा जस्तो भयो, यो सेवा जस्तो हुनुपर्छ भन्ने आवाज बिल्कुल जायज छ। राजनीति सेवा गर्ने ठाउँ हो, पेसा गर्ने ठाउँ होइन। राजनीति गर्ने मान्छेहरूले कमाएका अकुत सम्पत्तिहरूलाई अहिले हामीले त्यसलाई चाहिँ उपयुक्त एउटा चाहिँ केही आयोगहरू बनाएर केही गरेर त्यसलाई नियमन गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण गर्नुपर्ने, त्यो विषयहरू आफ्नो ठाउँमा होला। त्यो विषयलाई हेर्नुपर्छ। राजनीतिक भ्रष्टाचार रोक्नुपर्छ, त्यो मुलुकको दुश्मन हो। तर व्यवस्थाका प्रति गणतन्त्र व्यवस्थालाई फालेर राजतन्त्र दुनियाँमा आउन सक्दैन। यो भ्रमबाट सबै मुक्त भए हुन्छ। अनि हाम्रो मुलुकको शाहवंशको इतिहास नेपाली जनताले नबुझेको इतिहास पनि होइन। यो सङ्ग्लो इतिहास बोकेको राज संस्था छैन। त्यसले गर्दाखेरि राज संस्था अब ठक्लक्कै पहिलाको स्वरूपमा राजा फर्काउँछौँ भन्नेहरूका दिवा सपना हुन्, त्यो सम्भावना पनि छैन। र अहिले चाहिँ यो चाहिँ कस्तो भने यो समाप्त भइसकेको, अब हामी चाहिँ यो युग ल्याउँछौँ भनेर हामी पछाडि छोडिसकेको समय, त्यो सम्भावना छैन। अब अगाडि यसभित्र देखिएका नराम्रा पक्ष के हुन्? अघि मैले भने राजनीतिक रूपमा सुधारका कुरा के हुन्? सुधार गर्नु जरुरी छ। गणतन्त्रलाई दर्बिलो बनाउन जरुरी छ। अहिले भएको निर्वाचन प्रणालीमा खराबी भयो, यसलाई सुधार्न जरुरी छ। तर
यसलाई सुधार्ने नाममा ल हिजोकै ठिक थियो भनेर पछाडि फर्किने युग यो होइन। युगले हामीलाई छोडेर अगाडि गइसकेको छ। त्यसले गर्दा राज संस्था फर्काउने दिवा स्वप्न मात्रै हो, त्यो सम्भावना छैन। यो 2-4 जना हल्लाबाजहरूले चलाएका हल्लाका पछाडि आम नेपाली जनता एकछिन राजनीतिक पार्टीसँग असन्तुष्टि भएका असन्तुष्टिका पोकाहरू एक ठाउँ जम्मा होलान्, तर त्यसले आम रूपमा राजनीतिक निकास दिन सक्दैन। त्यसले गर्दा यो गणतन्त्रको ठाउँमा राजतन्त्र सम्भव छँदा पनि छैन। त्यसले गर्दा गणतान्त्रिक व्यवस्थामा अगाडि जाने हो। अहिले देखिएका संविधानत भएका त्रुटिहरू वा संविधानत भएका कमजोरीहरू सच्याउने हो। राजनीतिलाई पेसा बनाउन नदिने हो। यसलाई सेवा गर्न चाहिँ उपयुक्त ठाउँ चाहिँ राजनीतिक सेवा गर्ने थलो हो भनेर स्थापित गर्ने हो र अगाडि बढ्ने हो। आजको आवश्यकता चाहिँ यो हो। लामो समय सङ्घर्ष र बलिदान गरेर ल्याएको यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अहिले मुर्दाबाद भन्ने स्थिति आयो। सडकमै राजा हो देश बचाओ भन्ने नारा लगाइरहेका छन्। खासमा यो स्थिति आउनु पछाडिको कारण चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई? त्यो स्थिति आउनुको पछाडि यिनलाई सडकमा कुर्लिन दिने र बोल्न दिने पनि गणतन्त्र नै हो। स्वतन्त्रता, बोल्ने स्वतन्त्रता यिनले कहिल्यै पाएका थिएनन् राजतन्त्र भएको बेलामा। त्यो नेपाली जनताको कुर्बानी र ठुलो बलिदानबाट प्राप्त भएको उपलब्धिको रूपमा र नेपालको संविधान 2072ले यसको मौलिक हकसँग गाँसिएर अभिव्यक्ति गर्ने स्वतन्त्रता हुन्छ भन्ने कुरा हो। तर त्यो संविधानका मूलभूत अपरिवर्तनीय पक्षहरूलाई च्यालेन्ज गर्ने अधिकार छैन। यिनलाई त्यो ढङ्गले चाहिँ सरकारले अलिक कठोर भएर पनि जानुपर्ने हो कतिपय विषयमा, किनभने लोकतान्त्रिक गणतन्त्र संविधानमा अपरिवर्तनीय विषय हो। तर निर्वाचन प्रणाली, शासकीय स्वरूप आदि कुराहरू, मौलिक हकका कुराहरू ती परिवर्तनशील छन्। तिनलाई परिवर्तन गरेर जानुपर्छ र सडकमा जसले नारा लगाइरहेका छन्, नारा लाउन पाउनेहरूले प्राप्त गरेको उपलब्धि, प्राप्त गरेको अधिकार पनि यो लोकतान्त्रिक गणतन्त्रले दिएको अधिकार हो र अहिलेसम्मको कुर्बानीले नेपाली जनताको बलिदानबाट प्राप्त भएको अधिकार हो। त्यसले गर्दा यो अधिकारको सदुपयोग गर्नुपर्छ। अहिले दुरुपयोग गरिरहेका छन्। यो दुरुपयोग गर्ने हक कसैलाई पनि हुनुहुँदैन। अहिले यो सरकारले केही गर्न सकिरहेको छैन, सुशासन कायम गर्न सकेन, भ्रष्टाचार नै भ्रष्टाचार भयो भनेर राजावादी दलहरूले त यसलाई चाहिँ अब अन्त्य नै गरेर एउटा राज संस्था फर्किनुपर्छ, एउटा देशको अभिभावकत्व निर्वाह गर्ने अभिभावक ल्याउनुपर्छ भनेर भनिरहेका छन् नि। खासमा उहाँको माग जायज हो कि खासमा के हो? बिल्कुल नाजायज माग हो। यो मागलाई जायज भन्नै सकिँदैन। मैले अघि नै भने कि केही सुधार्नु पर्ने कुरा भए सुधारौँ। सुशासनका लागि, भ्रष्टाचार निर्मूल गर्ने कुरामा सबै एकमत भएर अगाडि बढौँ। तर अहिले हामीले केही भएको छैन मुलुकमा भनेर निराशाका कुरा गर्ने, यहाँबाट नेपालको सम्पत्ति लिएर विदेशतिर जाने, नेपालको सम्पत्ति उल्टै लाने युरोप अमेरिकातिर, अनि उहाँ बसेर देश दुख्यो भन्नेहरूका कुराहरूलाई त्यति विश्वसनीय आधारको रूपमा म चाहिँ लिन्न। किनभने देश दुख्नेहरूले देशभित्र बस्नुपर्छ। यहाँका खेतबारी बाँझा छोडेर विदेशीको गुलाम बन्न जान चाहिँ इच्छा राख्ने मान्छेले सिप सिक्न जाओस्, श्रम गरेर चाहिँ उचित श्रमको मूल्य लिन जाओस्। तर नेपालको सम्पत्ति बाहिर भित्र्याउँदै युरोप अमेरिकामा जाने, यहाँ इन्जिनियर पढेको छ त्यहाँ गएर भान्से भएर बसेको छ, यहाँ वकिल पढेको छ त्यहाँ गएर लेबर काम गरेर बसेको छ, यस्ताहरूका कुराका पछि चाहिँ मलाई विश्वास लाग्दैन। मुलुक बनाउने हो भने मुलुकभित्र बसेर गर्नुपर्छ र धेरै सामाजिक सञ्जालमा आएका नकारात्मक कुराका पछाडि देशलाई दौडाउनु पर्ने छैन। अहिले तपाईँले भनेको सरकारले सुशासन दिएको छ, सरकारले विकास निर्माण गरेको छ। आज मलाई लाग्दछ कमै पालिकामा मात्रै 753वटा पालिकामा पनि कमै पालिकामा मात्रै मोटर नपुग्ने ठाउँहरू छन्। अब मोटर हरेक पालिकाहरूमा पुगेको छ। कालो पत्र हुन बाँकी छ, स्तर उन्नति हुन सडकको बाँकी होला। सञ्चार, सबै सर्वसाधारण मान्छेको पहुँचमा आज सञ्चार पुगेको छ। तपाईँ चाहिँ आज गाउँ गाउँमा चाहिँ एआईको प्रयोग गरेर बच्चा बच्चीहरूले चाहिँ नयाँ नयाँ ढङ्गका सिपहरू सिकिरहेका छन् र सार रूपमा अहिले असन्तुष्ट कहाँनिर छ भन्दाखेरि मान्छेहरूले विदेश जानु पर्यो अनि यो सरकारको यो व्यवस्थाको विरुद्धमा अलिअलि नकारात्मक कुरा गर्नेहरूले उकेलेका नेगेटिभ कुराहरूका पछाडि, नकारात्मक कुराका पछाडि लाग्ने लहीका मान्छेहरूले गर्ने हल्ला त्यो हो। केही नभएको पनि होइन, धेरै भएको छ। जति हुनुपर्ने हो त्यो तुलनामा हामी पुग्न सकेनौँ होला। मुलुक सुरुङ युगमा प्रवेश गरेको छ। सुनकोशी मरिन डाइभर्सनको सुरुङ पुरा भएको छ, भेरी भवाई डाइभर्सन पुरा भएको छ, तम्बर चिसाङ डाइभर्सनको कुरा पूर्वमा सुरु हुन लाग्दैछ। त यी सबै कुराहरू के हुन् त? विकास होइनन् र?
सबै कुराहरू विकास त हुने। आज बिजुली गाउँ गाउँमा पुगेको छ। हिजो हामी लोड सेडिङको युगमा थियौँ, आज बिजुली बेच्ने ठाउँमा आइरहेका छौँ। यसरी पनि हामीले हेर्नुपर्छ। नकारात्मकता मात्रै छैन, आज सकारात्मक हिसाबले पनि मुलुक गइरहेको छ। अर्थतन्त्रका बिग्रिएका सूचाङ्कहरूलाई बनाउनुपर्छ, मुलुकमा उद्योग धन्दा खोल्नुपर्छ, कृषिलाई बढी प्राथमिकता दिएर जानुपर्छ। ती सुधार्ने कुराहरू थुप्रै होलान्, तर निराशाका कुरा गर्ने मान्छेहरूले यो सरकारले केही गरेन, बर्बादै भयो, सकियो भन्ने हल्लाका पछाडि अब हामी लाग्नु हुँदैन। केही भएको छ, भएका कुरालाई देख्नुपर्छ, केही गर्न बाँकी छ, बाँकी भएका कुराहरूलाई सबै मिलेर गर्नु। सरकारबाटै जुन काम कारबाही भइरहेका छन्, ती काम कारबाहीबाट निराश भएका सर्वसाधारण त सडकमा उर्लिएका छन्। उनीहरूको यो जुन काम कारबाही भएन, हामीले सोचेअनुसार सरकारले गर्न सकेनन् भनेर जुन टिका टिप्पणी जुन गुनासो गरिरहेका छन्, ती गुनासोहरू त यथार्थ होला नि। ती गुनासाहरूभित्र धेरै कुरामा सत्यता छैन। मैले रोजगारी पाउनुपर्छ भन्ने कुराभित्र सत्य कुरा हो, तर एउटा गाउँको मान्छेलाई आज तपाईँ कृषिमा अनुदान दिनुहोस्, कृषिमा सबै कुरा गर्नुहोस् र ल खेती गर्नुहोस् भन्दा ऊ तयार छैन यहाँ खेती गर्न, तर विदेशमा गएर त्यही खेती गर्न ऊ तयार छ। यस्ता केही हामी भित्रका पनि, जनताभित्रका पनि साना सूक्ष्म कमजोरीहरूलाई खोज्नुपर्छ। शासन गर्ने अथवा राज्य सञ्चालन गर्ने अगुवा मन्त्री माननीयहरू वा पार्टी लिडरहरूको पनि केही कमजोरी भएका कुराहरूलाई सुधार गर्नुपर्छ। तर जम्मा जम्मी अहिले केही भएको छैन भन्ने कुरा र एकदम नै गुनासो मात्रै गर्ने तत्त्व चाहिँ त्यो एकदम ठिक तत्त्व होइन। यो व्यवस्थाका विरुद्धमा अलिकति षड्यन्त्रपूर्वक लागेको तत्त्व हो भन्ने कुरो प्रष्ट देखिन्छ। जसले मुलुकमा केही भएकै छैन भन्ने ठाउँबाट देख्छ, त्यो गलत कुरा हो। सबै भइसक्यो भन्ने कुरा कसैले पनि भनेको छैन। सबै भइसक्यो होइन, गर्न बाँकी छ, तर केही भएको छैन भन्ने कुरा चाहिँ होइन। अहिले जुन उपलब्धि हामीलाई प्राप्त भएको छ, 30 वर्षको पञ्चायतको तुलना गरौँ र यता बहुदल आएपछिका 30 वर्ष 32 वर्षहरूको तुलना गरौँ, विकास मुलुकमा भएको छ भने अहिले नै भएको छ। यातायातको क्षेत्रमा, सञ्चारको क्षेत्रमा भएको छ। शिक्षाको क्षेत्रमा हामीलाई चाहिने शिक्षा के हो? प्राविधिक शिक्षालाई जोड दिएर जाउँ, शिक्षाको क्षेत्रमा अलिकति बढी बढावा दिएर जाउँ। हामीले तल स्थानीय पालिकाहरूलाई अहिले हामीले चाहिँ एकदमै धेरै अधिकार सम्पन्न बनाएर जाँदैछौँ। त्यो हिसाबले स्थानीय पालिकाबाट नागरिकताको प्रमाणपत्र दिनेसम्म, जग्गा रजिस्ट्रेसन गर्नेसम्म तल पालिकालाई अधिकार दिउँ। अलिकति संविधानमा नमिलेको केही सांसदको सङ्ख्या ठुलो भयो भनेको छ, त्यसलाई घटाएर जाउँ। पालिकाको सङ्ख्या धेरै भयो भनेको छ, अधिकार सम्पन्न बनाउँ, घटाएर जाउँ। यी रचनात्मक कुरा गर्नेपट्टि जाउँ। यो व्यवस्था नै उल्टाउँछु भन्ने ध्वंसकारी मान्छेहरूले गरेका कुराका पछि नलागौँ, यी बेकारका कुरा हुन्। जसरी अस्ति नै पोखराबाट राजा ज्ञानेन्द्र आउँदै गर्दाखेरि जुन एयरपोर्ट बाहिर जुन एउटा जमात देखियो, युवाहरूको पनि जमात देखियो, त्यसमा सबै हुनुहुन्थ्यो। जुन अहिलेको जुन सरकारबाट निराशा भएका युवाहरू, मानिसहरू, सर्वसाधारणहरू थिए त्यहाँ। अब उनीहरूलाई चाहिँ कसरी सम्झाउने त? किन राजतन्त्र फर्किनु हुँदैन भन्ने उहाँहरूले आफै बुझ्नुहुन्छ। तिम्रो 20,000 30,000 सम्मको, कति लाखसम्मको ब्याङ्कको ऋण मिना गरिदिन्छु भनेर मान्छेलाई ओह्रालेको छ। त्यो झुट कुरा हो। कसले गर्न सक्छ ब्याङ्कको ऋण मिना? अहिले अब म भएँ भनेदेखि यो गरिदिन्छु भनेर होला। अब राजालाई पनि त्यति कुराले नि मख पर्नुभएको भने उहाँको पनि गलत कुरा हो। पूर्व राजाको हैसियतमा राज्यले जे सम्मान गरेको छ त्यो गरेर राखे भयो। होइन आउँछु नि भन्ने लाग्यो भने अहिलेको संविधान सम्मत ढङ्गबाट पार्टी बनाएर चुनाव लडेर आएर अधिकारमा आए भएको त। त्यो बाटो पनि मौलिक हकभित्रकै बाटो पनि त उहाँको सुरक्षित छ नि। तर अहिले होल हुजाते केही मान्छेहरूले, अब मैले नामै लिनु परेन, बुझ्नु भएको छ, केही मान्छेहरूले सस्तो लोकप्रियताका लागि आफू पपुलर हुन गरेका यी छोटो पपुलारिटीका कुराहरूले मुलुक चल्दैन पनि। त्यो बेकारको कुरा हो र त्यो भिडले पनि कुरो बुझ्नुपर्छ। केही मान्छेहरू जम्मा भएको देखियो, त्यो त्यत्रो ठुलो उत्पातको भिड होइन। नेपाली जनता गणतन्त्रको पक्षमा आज उभिनु पर्यो भने, ओर्लिनु पर्यो भने त्यति मात्रै ओर्लदैन। त्यसले 10ले गुणा गर्दा बढी मान्छे त एकछिनमा उत्रिन्छ। किनभने राजनीतिक पार्टीहरू आज गणतन्त्रको पक्षमा छन्। हिजोदेखि गणतन्त्रको पक्षमा लड्नेहरूको जमात, त्यसलाई नेतृत्व गर्ने जमात अहिले पनि छ। त्यसले गर्दा यो मजाकको विषय बनाइरहेका छन्। यो मजाकको विषयमा अब राजा आउने, फर्किने, यस्ता यी दिवा सपनाहरू पालेर मान्छेहरू सडकमा, राष्ट्रिय झन्डाको ठाडो दुरुपयोग भइरहेको छ भन्छु म त। राष्ट्रिय झन्डा दुरुपयोग गरिरहनु भएको छ उहाँले। राज्यले पनि खास ठाउँमा पुगेपछि हेर्ला, मान्छेहरूले पनि अब त्यो ढङ्गले हेर्लान्। तर यस्ता बेकारका कुराका पछि लाग्नु हुँदैन अहिले, पर्दैन अहिले। र अहिले मुलुकमा हामीले यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई यसभित्र
सुधार गर्दै जाने पक्षहरू क्रमशः सुधार गर्दै पनि जानुपर्छ र यसभित्र राम्रा भएका मूल्य मान्यताहरूलाई स्थापित पनि गरेर जानुपर्छ। तर लोकतान्त्रिक गणतन्त्रमा मात्रै मान्छे स्वतन्त्र हुन्छ र नेपालको विकास त्यसभित्रबाट चाहिँ सम्भव छ भन्ने कुरो बहुत प्रष्ट छ। आज तपाईँले भन्नुभयो आज यो सानो जमात हो भन्नुभयो होइन, आज एक दिन प्रतिदिन त्यो जमात बढ्दै जाला, युवाहरूको सङ्ख्या पनि बढ्दै जाला, राजा आऊ देश बचाऊ भन्ने यो त्यो अभियानमा अब यो दिन प्रतिदिन बढ्दै गएको जमातलाई चाहिँ कसरी कन्भिन्स गर्ने त? राजतन्त्र किन फर्किनु हुँदैन भनेर, किन फर्किनु हुँदैन भनेर तपाईँहरूको दायित्व होइन यो सम्झाउने त? त्यो सम्झाउनु पनि पर्छ, किन फर्कँदैन भन्ने कुरो बहुत प्रष्ट पनि छ। मैले अघि भने त्यो लोभ देखाएर केही गरेर भ्रम पारेर गएको मान्छेले जतिखेर आफ्नो भ्रम प्रष्ट हुन्छ ऊ फर्कन्छ। र एउटा के चाहिँ शाश्वत सत्य हो भने बगेको खोला उँभोतिर फर्कँदैन भने जस्तो परिस्थितिले गति अगाडि बढिसक्यो, यो गतिमान छ। अब उँभो फर्किएर यो फेरि ब्याकतिर जाँदैन, प्रतिक्रान्तितिर मुलुक जाँदैन, अग्रगमनतिर जान्छ। अग्रगमन हामी सबैले स्वीकार्नुपर्छ। अस्तिकै भिडमा एउटा तस्बिर देखियो भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि। त्यसलाई कतिपयले बाह्य शक्तिबाट परिचालित भएर यो जमात एकट्ठा भएको हो, राजालाई उचालिँदैछ भनेर पनि भनिरहेका छन्। यो टिप्पणीमा तपाईँको धारणा चाहिँ के छ? अब त्यो दुःखद पक्ष हो। मैले छिमेकीहरूका नेताहरूका तस्बिरहरू यहाँ देखिने कुरालाई एकदमै त्यो चाहिँ नराम्रो कुरा हो भन्छु म। देशको मोमेन्टमा अब आदित्यनाथ योगीको तस्बिर यहाँ देखिनु कि आदित्यनाथ योगीले गराएको हो कि राजा हुन योगी आदित्यनाथलाई ल्याउने हो कि यो चाहिँ अलिकति हस्तक्षेपको हिसाबले पनि म चाहिँ बुझ्छु र यो राम्रो विषय चाहिँ होइन, राम्रो विषय होइन। र जसले तस्बिर निकाल्न लायो त्यसका खुट्टी त्यहीँनेरि देखियो र यो आन्दोलन कसरी भइरहेको छ भन्ने कुरो नेपाली जनताले त्यो तस्बिर हेरेर पनि आकलन गर्न सक्दछन्। पछिल्लो समयमा नेपाली कङ्ग्रेस र एमालेको सरकारबाट भारत असन्तुष्ट छ, त्यही भएर पनि यस्ता गतिविधिहरू गरिरहेको छ भन्ने पनि टीका टिप्पणीहरू छन्, के भन्नुहुन्छ? भारत सन्तुष्ट हुने कुरा हामी असंलग्न परराष्ट्र नीतिको सिद्धान्तबाट चल्छौँ भन्ने कुरा हाम्रो संविधानमा छ। हाम्रो सरकार, हाम्रो राजनीतिक दलहरू, हाम्रो संसद वा हाम्रो राज्य सञ्चालन गर्ने निकायहरू त्यसमा सचेत भएर चल्नु पर्दछ। तर अनावश्यक हाम्रो मुलुकमाथि कुनै पनि बाह्य शक्तिको हस्तक्षेप हुनु त्यो निन्दनीय कुरा हो, खेदजनक कुरा हो। त्यस्तो हुँदैन भन्ने कुरा म चाहिँ विश्वास गर्दछु र त्यो गलत कुरा हो भन्ने म ठान्दछु। र हामीले हाम्रो राष्ट्र स्वतन्त्र राष्ट्र हो, जहिले इतिहासमा हामी स्वतन्त्र छौँ र हामीले हाम्रो सत्ता हामीले सञ्चालन गर्ने हो। कसैका खोटा बोकेर जुलुस निकालिदिएर यहाँ हाम्रो परिवर्तन आएको पनि होइन। त्यसले गर्दा हाम्रो परिवर्तन नेपाली जनताको इच्छा अनुसार भएको र शासन सत्ता नेपाली जनताको इच्छा अनुसार हुन्छ। परिवर्तन गर्नु पर्यो भने आवधिक निर्वाचन 5-5 वर्षमा कुन राजनीतिक पार्टीलाई सत्तामा ल्याउने वा कुनलाई बाहिर राख्ने, कुनलाई प्रतिपक्ष बनाउने, त्यो फैसला नेपाली जनताले गर्ने कुरा हो। त्यसले गर्दा यहाँ जुलुस निकालेर कुनै चिज आउने कुरा होइन। नेपाली जनताको ब्यालेटबाट सबै चिजको निर्धारण अब ब्यालेटबाट हुन्छ। राजावादी राजनीतिक दलहरूले भनिरहेका छन् यो जुन पछिल्लो समय यो स्थिति छ यसलाई सरकारले चाहिँ वार्ता मार्फत टुङ्ग्याएन भने हामी सडकबाट आन्दोलन गरेर होस् या जे स्थिति हुन्छ त्यो अनुसार चाहिँ हामी राज संस्था चाहिँ फर्काएरै छोड्छौँ भनेर पनि भनिरहेका छन्। त्यो सम्भव छ? त्यो सम्भवै छैन, त्यो सम्भवै छैन। जो चिज संविधान सम्मत छैन, संविधान सम्मत नभएको चिजलाई हामीले स्वीकार्दैन, त्यो स्वीकार्नु पनि हुँदैन, राज्यले पनि स्वीकार्दैन। त्यसले गर्दाखेरि मलाई लाग्छ यो चाहिँ एकदमै त्यो उहाँहरूको वार्तामा बोलाउने अनि लो राजतन्त्र फर्काउने कुरा हो, यस्ता केटाकेटी कुरा हुने यी सम्भावनाका कुरा होइन। तर गणतन्त्रको जग त हल्लियो नि होइन? केही पनि हल्लिया छैन। के हल्लिनु गणतन्त्रको जग? मेची महाकाली काठमाडौँमा चाहिँ 15-20 हजार मान्छे सडकमा निस्कियो भनेर मेची महाकाली हल्लिँदैन नि, त्यो सम्भावनाको कुरै होइन नि। 10-15 हजार मान्छे कहीँ पनि भेला हुँदाखेरि हुन्छ नि। मान्छे स्वार्थले जान्छ, रमित हेर्न जान्छ, के गर्न जान्छ, कराउने उफ्रिने मान्छे थोरै होला, त्यो स्वार्थसँग गाँसिएको होला। अघि यहाँले नि भन्नुभयो कोही विदेशीको फोटो बोकेर जाँदा त्यो पनि अर्थपूर्ण होला। किन फोटो बोकेर गइराखेका छन् मित्र राष्ट्रका नेताहरूको, त्यो कुराहरू चाहिँ हेर्नुपर्ने होला। तर नेकपा एमाले अघि नै मैले भने असंलग्न परराष्ट्र नीति हाम्रो संविधानले अङ्गीकार गरेको विषय हो। कुनै राज्यको चाहिँ हामी चाहिँ त्यसको विरोध गर्नुपर्ने वा गर्नुपर्ने कुरा भएन। हाम्रो स्वाभिमानमाथि, हाम्रो राष्ट्रियतामाथि पनि अरूले खेलेको हामीलाई मन पर्दैन। त्यसले गर्दा आफ्नो आफ्नो घर आफूले सम्हाल्ने हो र हाम्रो व्यवस्था के चाहिन्छ, हामीले कस्तो खालको चाहिँ पद्धतिलाई अवलम्बन गर्छौँ, लोकतान्त्रिक गणतन्त्र दह्रो बनाउन के गर्नुपर्छ, त्यो नेपाली जनताको हातमा छ।
नेपाली जनताले फैसला गर्ने कुरा हो र त्यो संविधान त ब्यालेटबाट हुन्छ। ब्यालेटमा विश्वास गर्छौँ, आवाधिक निर्वाचनमा विश्वास गर्छौँ, त्यहाँबाट आए हुन्छ। जनमत सङ्ग्रह पनि गराउने माग गरिरहेका छन्, हुन्छ या हुँदैन? त्यो के को जनमत सङ्ग्रहको कुरा होइन। जनमत नै गणतन्त्रको पक्षमा छ, जनमत नै गणतन्त्रको पक्षमा छ। जनमत नै अहिलेको संविधान ल्याउन लागेको हो। संविधान सभाको चुनाव एक पटक होइन, दुई पटक भएर संविधान जारी भएको छ, संविधान कार्यान्वयनमा आइरहेको छ। स्थानीय पालिकाहरू अहिले सिंहदरबारको अधिकार तल गाउँ गाउँमा पुगेर तल कार्यान्वयनमा आइरहेका छन्। होला हाम्रो अघि नै मैले भने संसदको सङ्ख्या घटाउनु पर्ने, राजनीतिभित्र हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने, राजनीति पेसा जस्तो भयो यो सेवा जस्तो हुनुपर्छ भन्ने कुराहरू, त्यसलाई हामीले स्थापित गरेर जानुपर्छ। अब यो तपाईँले भन्नुभयो यो गणतन्त्रको जग नै हल्लिएको छैन भनेर भन्नुभयो। पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जुन अभियान सञ्चालन गरेको थियो त्यो अभियान नै स्थगित गरेर केन्द्रतर्फ उन्मुख हुनुभयो। अब यो मोर्चाले पनि चैत 15 गतेतिर चाहिँ जनप्रदर्शन गर्ने सडकमै भनेर तयारी पनि गरिरहेको छ। त्यसै गरी सत्तारूढ दलहरूसँग पनि वार्ता गरिरहेको छ। यो चाहिँ अब यो सामान्य कुरा होइन, यसको चाहिँ खबरदारी गर्नुपर्छ भनेर तयारी पनि गरिरहेको छ। खासमा चाहिँ जग हल्लिएको रहेनछ त्यसो भए? होइन, त्यो तयारी भनेको के हो भने सत्तामा आफू आउनलाई प्रतिपक्षले जहिले पनि कोसिस गर्छ। यो वेटिङ गभर्मेन्ट हो, प्रतिपक्ष भनेको वेटिङ गभर्मेन्ट हो, ऊ आउन खोज्छ। चुनाव पछाडि पनि उसले आउने सम्भावना हुन्छ, चुनाव अगाडि पनि। हाम्रो जस्तो अहिलेको हङ पार्लियामेन्ट, यसमा चाहिँ एउटा दलले मात्रै सरकार बनाउन नसक्दा योसँग मिलेर उसँग मिलेर वा उसँग मिलेर सरकार बन्ने अप्सनहरू छन्। यो संविधानभित्रबाट चल्नेहरूसँग वार्ता पनि हुन्छ, छलफल पनि हुन्छ, प्रदर्शन पनि हुन्छ। त्यो चाहिँ एक ढङ्गको मौलिक कुरा पनि हो। चाहिँदा कुरामा प्रदर्शन सबैले गर्छन्, नचाहिँदा कुरामा प्रदर्शन गर्नु बेकारको कुरा हो। त्यसले गर्दाखेरि अहिलेको गणतन्त्रवादीहरूले उचालेका सवालहरूका बारेमा सरकारले यो सुधार गरोस् वा यो गरोस् भन्ने कुरामा वार्ता पनि हुनसक्छ। तर गणतन्त्रलाई खतम गर्ने भनेर हुने वार्ता कुनै पनि हुन्छ जस्तो मलाई लाग्दैन। त्यो हुँदा पनि हुँदैन, त्यो नेपाली जनताले स्वीकार्दा पनि स्वीकार्दैन। यो स्थितिबाट चाहिँ अब सरकारले त्यसैले गणतन्त्रवादी दलहरूले चाहिँ के सिक्नु पर्यो, के सिक्न आवश्यक छ जस्तो लाग्छ? गणतन्त्रवादीहरूले सिक्ने विषय भनेको राजनीतिभित्रबाट हुने भ्रष्टाचारको जुन आरोप लागिरहेको छ, तथ्य सत्य केलाएर त्यसलाई निरूपण गर्नुपर्छ। यसभित्र भएका संविधान त केही त्रुटिहरू छन् भने, संसदको सङ्ख्या धेर छ भने, स्थानीय पालिकाको सङ्ख्या धेर छ भने यसमा करेक्सन गरेर यसलाई राम्रो बनाउनका लागि के कुराहरू अरू सुधार गर्नुपर्छ। संविधानभित्र परिवर्तन हुन सक्ने, सुधार गर्ने गुन्जाइस भएका कुराहरूलाई सुधार पनि गरेर जानुपर्छ। तर अहिलेको यो पछिल्लो समयको परिस्थिति हेर्ने हो भने सरकारमा सहकारी गर्दाखेरि त्यो नै राम्रो हो भने राम नाम शहीदको नामले पूजा गर्छन्। त्यसै गरी त्यही दलसँग फुट्यो भने, सत्ता गठबन्धन भत्कियो भने, प्रतिपक्षमा आयो भने सरको आलोचना पनि गर्ने प्रवृत्ति छ नि। यसले गर्दाखेरि जनतामा नैराश्यता छाएको छैन? कमजोर राजनीतिक संस्कार, नेताहरूको डबल स्ट्यान्डर्ड भन्छौँ नि हामी, दुई खालका चरित्र, यो चिजलाई त सुधार गर्नुपर्छ। अब बोल्दाखेरि एकछिन सँगै हुँदाखेरि सबै कुरा ठिक, अनि आफू चाहिँ अलग हुने बित्तिकै सबै कुरा बेठिक भन्ने संस्कार चाहिँ यो सुधार गर्नुपर्ने संस्कार हो। यो राजनीतिभित्र राम्रो संस्कार होइन, लोकतन्त्रभित्र पनि यो राम्रो संस्कार होइन। र स्वयं नेताहरूका पनि खुट्टी देखिने हुन्छ नि, खुट्टी देखिने कुरा हो यो। जनताले चाहिँ हिजो यसो भन्थ्यो आज यसो भन्छ भनेर नापिनी हाल्छन्। त्यसले गर्दाखेरि यस्ता कुराहरू चाहिँ सुधारयोग्य कुराहरू हुन्। अब हामी एउटा अर्को विषयमा प्रवेश गरौँ। अहिले पछिल्लो समयमा जुन 8 महिना भइसकेको छ काङ्ग्रेस एमालेको सरकार बनेको पनि, 8 महिनामा चाहिँ जुन यो कार्य सम्पादन छ यसमा चाहिँ प्रधानमन्त्री नै फेल हुनुभयो, त्यसै गरी 12 मन्त्री फेल हुनुभयो, अध्यादेशबाट अहिले शासन गरिरहेको छ भन्ने पनि टिका टिप्पणीहरू आइरहेका छन्। खासमा काम किन गर्न सकेन, केले छेक्यो चाहिँ सरकारलाई? किनभने 2/3 बहुमत पनि छ, केले छेक्यो काम गर्न चाहिँ? अब सरकारको नेतृत्व गरिरहेको पार्टीको एकजना कार्यकर्ता हुनुको हिसाबले मैले नजिकबाट हेर्दाखेरि कार्य सम्पादनमा संयुक्त सरकार भएको बेला हिजो एक ढङ्गले आएको थियो, अर्थतन्त्र अलिक अप्ठ्यारोमा छ भन्ने सुनिन्छ। त त्यो सबै कुराहरूलाई कहिलेकाहीँ सिस्टम बसाउने कुराभित्र पनि केही अप्ठ्याराहरू आउँछन्। त्यो सरकारले के कमजोरीहरू भएका छन् त्यसलाई गर्नुपर्छ। र कार्य सम्पादनमा यहाँले फेल भएको भन्नुभयो, मैले त्यस्तो त सुनेको छैन, फेल भएको कुराहरू सुनेको छैन। कार्य सम्पादनमा जे लक्ष्य राखेको लक्ष्य हासिल हुन सकेन भने त्यसलाई थप अब जनशक्ति परिवर्तन गरेर हुन्छ कि वा अलिकति बढी चाहिँ नयाँ ढङ्गको स्ट्र्याटेजी बनाएर हुन्छ कि ती एचिभ गर्ने कुरातिर। विकास खर्च कमजोर भयो भन्ने छ, विकास खर्च बढी हुने र प्रतिफल जनताले पाउने गरीका कुरा र
अर्थतन्त्र अलिकति चाहिँ अप्ठ्यारोमा छ, अर्थतन्त्रका सूचाङ्कहरूमा सुधार गर्ने कुरा, त्यस्ता कुरामा चाहिँ लाग्नुपर्छ। त्यस्ता जायज गुनासाहरूलाई सम्बोधन पनि गर्नुपर्छ। तर यो एकदमै कता हो कता भयावह अप्ठ्यारो स्थिति भने हामीले थाहा पाइरहँदा होइन। अर्थतन्त्रका सूचाङ्कहरूमा हिजोभन्दा सुधार भएर आइरहेका छन्। सेयर बजारहरूले पनि त्यो देखाउँछ भन्छन्। त यी सबै कुराहरूमा राम्रो गर्नका लागि नराम्रो केही भयो भने करेक्सन गर्नुपर्छ। तर त्यो संविधान सम्मत करेक्सनका कुराहरू, संविधान सम्मत काम गर्ने कुराहरूमा चाहिँ होस पुर्याएर गर्नुपर्छ भन्ने कुरा चाहिँ म राख्छु। अध्यादेशको विषयमा लिएर के टिप्पणी गर्न चाहनुहुन्छ तपाईँले? अध्यादेश अब पार्लियामेन्ट नचलेको बेला अध्यादेश ल्याउने प्रचलन छ। अध्यादेश आउँछन्, अध्यादेश चाहिँ पार्लियामेन्ट भएपछि त्यसलाई 60 दिनभित्र फेरि पार्लियामेन्टमा टेबल गरेर त्यसलाई किनारा लाउने वा त्यसलाई कानुन बनाउने हाम्रो परम्परा हो। संविधानले दिएका कुराहरू हुन्। संविधान सम्मत भएका कुराहरूलाई त्यत्रो बिघ्न अध्यादेशमा के आयो, के भयो, के भएन भन्ने कुरा दोस्रो कुरा हो। तर अध्यादेश ल्याउनै नपाउने भन्ने कुरा चाहिँ हाम्रो संविधानले गरेको व्यवस्था सम्मत भएकोले गर्दा त्यसलाई त्यत्रो ठुलो एकदम अध्यादेश ल्याउनु चाहिँ अपराधै हो भन्ने ठाउँबाट जुन ढङ्गले अलिक तिलस्मिक ढङ्गले व्याख्या गरिँदैछ त्यो गलत कुरा हो। अध्यादेश सबै सरकारले ल्याएको छ। आवश्यकता पर्दा पार्लियामेन्ट नबसेको बेलामा जरुरी भयो भने अध्यादेश आउँछ। संसद सुरु हुनुभन्दा 6 दिन अगावै अध्यादेश ल्याइयो अनि त्यस प्रकारले पनि अहिले प्रमुख प्रतिपक्षी दलहरूले के भनिरहेका छन् भने संसद छल्ने काम गरेर चाहिँ अध्यादेश ल्याइयो भन्ने पनि टीका टिप्पणीहरू गर्यो। होइन, प्रतिपक्षको कुरा त अघि नै मैले भनिहालेँ नि। प्रतिपक्षले यस्ता कुराहरू गर्छ। प्रतिपक्षको उसको धर्म पनि हो सरकारलाई करेक्सन गर्नु, सरकारको आलोचना गर्नु, उसको संविधान सम्मत उसको अधिकारको कुरा पनि हो नि त्यो त, उसले गर्छ। तर यो मानेमा मैले अध्यादेश ल्याएँ भनेर पार्लियामेन्टबाट ती ल्याएका अध्यादेशहरूलाई अनुमोदन गराउनु सरकारको आफ्नो उसको चाहिँ कर्तव्यको कुरा पनि हो। सरकारले त्यो कर्तव्य पनि त पुरा गर्दैछ। एउटा अर्को विषय छ, अब पूर्व विशिष्टहरूलाई चाहिँ आजीवन सेवा सुविधा दिने भन्ने विधेयक पनि सरकारले ल्याउँदैछ। त्यसको पनि नल्याउनु अगावै पनि चर्को आलोचना भइरहेको छ। भ्रष्टाचार गरेर पुगेन, जो कानुन सम्बद्ध नै अहिले अब सेवा सुविधा दिनुपर्ने स्थिति आयो भनेर पनि टीका टिप्पणीहरू भइरहेका छन्। यस विषयमा यो कतिको आवश्यक छ यो विधेयक? त्यो गलत हुन्छ। पूर्वहरूका नाममा उहाँहरूलाई अथाह सेवा सुविधा दिने कुराहरू त्यो जे हल्लामा आइरहेको छ त्यो गलत हुन्छ। त्यस्तो सरकारले गर्दैन भन्ने कुरामा म विश्वास गर्छु। नआइकन हल्ला ठुलो भएको हो, तर त्यो ढङ्गले गर्नु हुँदैन। उहाँहरू राज्यको विशिष्ट ठाउँमा बसेर काम गर्नुभएको हो, राज्यले उहाँहरूको केयरटेक गर्नुपर्छ, केही होला। तर एकदम भत्ता दिने गरी, आर्थिक सुविधा दिने गरी पुरै त्यो जे हल्ला आएको छ त्यस्तो गर्नु हुँदैन। एक बेला यो मुलुकमा 52-53 सालतिर सांसदहरूलाई नै पेन्सन दिने भन्ने खालका कुराले पनि धेरै हल्लाखल्ला भएको थियो। आखिरी त्यो कार्यान्वयनमा भएन, आएन। त्यो जनताले आलोचना गरेका कुराहरू, लोकले नमानेका कुराहरू, लोकतन्त्रमा लोक भनेको आम जनता, आम जनताले नपचाउने कुरा गर्नै हुँदैन। तर मन्त्री परिषदबाट त स्वीकृति भइसकेको छ, त अनुमति दिइसकेको छ। त्यो सच्याउनुपर्छ मन्त्री परिषदले। त्यस्तो भए त्यो चाहिँ एकदम विशिष्ट श्रेणीका व्यक्तिहरूलाई दिने भनेर गरिएको छ भने त्यो गलत कुरा हुन्छ। त्यो गर्नु हुँदैन। उहाँहरूलाई दिने, राज्यले दिने निश्चित सामान्य उहाँको सुरक्षा प्रबन्ध होला, उहाँलाई दिने अब राष्ट्रपतिलाई दिने आवास सुविधाको कुरा होला, संविधान त दिन मिल्ने कुराहरू दिने, कानुन बनाएर गैर संवैधानिक तरिकाबाट त्यसरी दिनु चाहिँ राम्रो विषय हुँदैन। यसको खबरदारी एमालेले गर्नुपर्छ। अब अर्को विषयमा जाउँ हामी। अहिले पाथिभराका विषय पनि एकदमै उल्झनमा परेको छ। यो केबल कार बनाउने नबनाउने दुईटा पक्ष छ। एउटा नो केबल कार समूहले चाहिँ यसलाई चाहिँ बनाउनु हुँदैन, यसले पाथिभराको महिमालाई बिगार्छ भनेर भनिरहेको छ भने अर्को पक्षले भनेको छ यस पाथिभराको महिमालाई चाहिँ बढाउँछ भनेर पनि भनिरहेको छ। यो दोधारेपन छ, अहिलेसम्म यो अल्झिराखेको छ निर्माणाधीन स्थितिमा आएर पनि। खासमा यो के कारणले भयो जस्तो लाग्छ तपाईँलाई? मलाई यसभित्र केही मान्छेहरूका निजी स्वार्थ पनि हुन सक्लान्। म त्यो आरोप प्रत्यारोपतिर जाँदिनँ। तर म तपाईँलाई एउटा मात्र दृष्टान्त दिन्छु। कोशी प्रदेशको ताप्लेजुङ जिल्लाको एकदमै राम्रो पर्यटकीय स्थल पाथिभरा हो, धार्मिक पर्यटकीय स्थल हो त्यो। त्यहाँ नेपाल, भारत, सिक्किमतिर थुप्रै मान्छेहरू पाथिभरा दर्शनका लागि जाने गर्छन्। बुढापाका मान्छेहरू पनि जाने गर्छन्। त्यो निकै माथि हाई अल्टिच्युडमा भएकोले गर्दा मान्छेलाई लेक लाग्ने, हिँडेर जान गाह्रो पर्ने विषय थियो। यद्यपि मान्छेहरू केही डोकामा बोकिएर पनि जान्छन्, नसक्ने मान्छेहरू म सक्दिनँ भनेर टाढैबाट, सुकै टारबाटै आराधना गरेर फर्कने मान्छेहरू पनि छन्। तथापि ताप्लेजुङमा केबल कार बनाउनका लागि एउटा छलफल भयो, सरकारले एउटा निर्णय गर्यो र एउटा कम्पनीले त्यो बनाउँछु र राज्यलाई रोयल्टी तिर्छु, कर तिर्छु
भनेर एग्रिमेन्ट पनि गर्यो, सरकारले बनाउने अनुमति दियो। त्यो पाथिभरामा केबल कार बनाउनै हुन्न भने चन्द्रगिरीमा पनि बनाउनुहुन्न, मनोकामनामा पनि बनाउनुहुन्न। त्यस्ता थुप्रै शक्तिपीठहरू छन्, ठुल्ठुला मन्दिरहरू छन्। हामीले देखेका नेपाल भारततिरकै मन्दिरहरूमा पनि हेर्ने हो भनेदेखि धेरै ठाउँ केबल कारहरू बनेका छन् र केबल कारबाट मान्छे जाने आउने गरेका छन्। पाथिभराको केबल कार के कुरामा विवादमा परेको, यो मुकुलुङ जोगाउने भन्ने गरेको। अब सिराहाका राजेन्द्र महतोलाई ताप्लेजुङको मुकुलुङ जोगाउनका लागि उहाँ गएर त्यहाँ आन्दोलन गरिरहँदा यो अलिक बढी पूर्वाग्रहपूर्ण राजनीतिक भयो कि अलिक बढी चाहिँ त्यसलाई चाहिँ बढी राजनीतिकरण गरियो कि एउटा विकासको कामलाई भन्ने पनि लाग्दछ। त्यहाँभित्र उठाएका सवालहरूमा जायज सवाल चाहिँ के हुनसक्छ भने त्यो पाथिभरामा 200 रुपियाँ किलो बोकेर माथि मान्छे लाने भरिया साथीहरू हुनुहुन्छ, भारी बोकेर गुजारा चलाउने साथीहरू हुनुहुन्छ भने उहाँहरूको सङ्ख्या कति छ पहिचान गर्ने र त्यही केबल कारमा जागिर दिने। त्यो माथलो फेदी भन्ने ठाउँमा 20, 25, 50 कति होटलहरू छन्, तिनलाई त्यो केबल कार बनाउने स्टेसनमा जग्गा उपलब्ध गराइदिएर त्यहाँ चाहिँ तपाईँहरू चाहिँ होटल बनाएर यहाँ व्यवसाय गर्नुहोस् भन्ने। कालिन चोकमा, दोलखाको कालिन चोकमा तल कुरी बजार जस्तो एउटा केबल कार भएको ठाउँमा बजारको पनि प्रबन्ध गर्ने, त्यसले पर्यटकीय स्थललाई पनि बढाउँछ र पाथिभराको केबल कार वातावरण नबिग्रिने गरी तलबाट चाहिँ हेलीमा जाँदाखेरि चाहिँ वातावरण नबिग्रिने, हेलीमा पैसा भएको मान्छे जान्छ, कम पैसा भएको मान्छे म जान सक्दिनँ, अपाङ्ग छु, अशक्त छु, म पाथिभरा हेर्न चाहन्छु भनेर केबल कारबाट जानु अपराध हो र? के बिगार्छ र त्यसले? त हिँडेर जान सक्नेले तलबाट पैदल जाने छुट त कालिन चोकमा पनि छँदैछ त, बाटो बनाइदिएकै छ, त्यो बाटोको संरक्षण गरिदिने। तर नसक्ने मान्छेहरूलाई, मान्छे कहिलेकाहीँ धर्मका हिसाबमा सुतेर नदी किनारसम्म मन्दिरसम्म जाने, सुत्दै उठ्दै जाने मान्छेहरू पनि छन्। त्यो त मान्छेको आफ्नो आफ्नो सोखको कुरा हो, आफ्नो आफ्नो सङ्कल्पको कुरा हो, आस्थाको कुरा हो, त्यो हिसाबले मान्छेले गर्छ। तर केबल कारमा गएर भए पनि म पाथिभराको धार्मिक पर्यटकीय स्थल हेरेर आउँछु भन्ने मान्छेका लागि केबल कार चाहिन्छ। विवाद चाहिँ के कारणले उठ्यो त? यो त्यहाँ चाहिँ पाथिभराको मौलिकता सकिन्छ भन्ने कुरा एउटा उठाउनु भएको छ, कसैले रोजगारी सकिन्छ भन्नुभएको छ। धेरै मान्छेका अनेक कुरा म मिडियामा हेरिरहेको छु, रोजगारीको र त्यहाँ माथलो फेदी बस्ती विस्थापन हुने कुरालाई त्यसरी स्थापित गर्न सकिन्छ। अब अरू कुराहरू छन् भनेदेखि वातावरण चाहिँ केबल कारबाट बरु कम क्षति हुने हुन्छ। केबल कार बाहेक त्यहाँ मोटर लाने गरी गरियो भने चाहिँ त्यो पहिरो जाने ठाउँ पनि हुनसक्छ, बिग्रिन पनि सक्छ। त्यसले गर्दाखेरि चाहिँ त्यो अलिकति हाई अल्टिच्युडमा भएकोले गर्दा कमजोर मान्छेहरू जानका लागि केबल कार त्यहाँ जरुरी हुन्छ। स्वास्थ्य कमजोर भएका मान्छेहरू उकालोमा हिँडेर जान सक्दैन, त्यसका लागि पाथिभरा दर्शन गर्न सहज होस् भन्ने हिसाबले ताप्लेजुङको एउटा पर्यटकीय स्थलको पक्षमा केबल कार बन्दा राम्रो हुन्छ भन्ने हामीलाई लागेको छ। राजनीतिक दलहरूलाई धेरैलाई त्यो लागेको छ। अहिले हामीले अस्ति विराटनगरमा पनि कुरा गऱ्यौँ, एमाले काङ्ग्रेसको हाम्रो चाहिँ 2 दलीय संयन्त्रले पनि त्यो बनाउनु उपयुक्त हुन्छ। तर आन्दोलनकारीहरूका मागहरू के हुन्, त्यो नबनाउने कुराको माग चाहिँ होइन, अरू यो गरेर बनाऊ भन्ने कुराका मागहरू के छन्, ती मागहरू सम्बोधन गरेर बनाउनुपर्छ भन्ने कुरा नै अहिलेको प्रमुख कुरा। बाह्य जुन राजनीतिक दलहरू छन् तिनीहरू भइहाले, आन्तरिक राजनीतिक दलहरू, त्यसै गरी त्यहाँका संस्थाहरूले, सङ्घ संस्थाहरूले पनि लगाएर अहिले समिति पनि गठन गरे वार्ताको लागि। यो विवाद सुल्झिने कतिको देख्नुहुन्छ तपाईँ? सुल्झिनुपर्छ, कुनै पनि समस्या नसुल्झिने म देख्दिनँ। सुल्झिनुपर्छ, सुल्झाएर जानुपर्छ र हामीले अलिकति अगाडि जाने हो भने, अग्रगमनका लागि जाने हो भनेदेखि पछाडि, अघि नै मैले भने तपाईँलाई अघिल्ला प्रसङ्गहरूमा, पछाडि फर्कन सकन्न, अघि जानका लागि सबैले मेरो मात्रै भनेर आफ्नो अडानमा नबसिकन अलिक फ्लेक्जिबल भएर जान सकिन्छ भने जानुपर्छ र यो वार्ता संवादबाटै टुङ्गिने विषय हो। तर पछिल्लो समय त यो भयावह स्थिति देखियो नि, ताप्लेजुङमा त राके जुलुस निकाल्ने, ढुङ्गामुढा प्रहार गर्ने जस्ता गतिविधिहरू देखियो। अस्थिरता चाहने मान्छेहरूले जहिले पनि त्यसलाई अस्थिरतामा लान खोज्छ, त्यो गर्नु पनि गलत कुरा हो। जुलुस निकाल्नु उसको अधिकारको कुरा हो, ढुङ्गा हान्नु, राके जुलुस निकाल्नु, घर डढाइदिन खोज्नु त्यो गलत कुरा हो। अर्को जसका घरमा ढुङ्गा हान्नुहुन्छ, ढुङ्गा हान्नेको अधिकार ढुङ्गा हान्ने होइन नि, उहाँको कुरा त उहाँको आवाज टेबल गर्ने कुरा हो। तर जसका घरमा ढुङ्गा हानिन्छ, ढुङ्गा हानी माग्नेको चाहिँ मानव अधिकार हुँदैन, उसको चाहिँ राइट्सको कुरा, अधिकारको कुरा हुँदैन। त्यो कुरालाई ख्याल गर्नुपर्छ। आफ्नो अधिकार खोज्दा अरूको अधिकार कुल्चने काम चाहिँ गर्नु हुँदैन। तपाईँले अघि भन्नुभयो यो विषयलाई अलिक राजनीतिकरण गरियो पनि भन्नुभयो होइन? खासमा यो राजनीतिकरण त्यहाँका आन्तरिक शक्तिहरूले गरे कि बाह्य राजनीतिक दलहरूले गरे? सिङ्गो राष्ट्रिय राजनीतिमा अस्थिरता निम्त्याउन खोज्ने तत्त्व त्यहाँभित्र घुसपेट गरेको हुनसक्छ।
त्यहाँकै साथीहरूले उठाएका आवाज न्यायोचित छन् भने न्यायोचित आवाजलाई वार्ता संवादबाट मैले अघि भने नबनाउने ठाउँमा जान सकिँदैन। बनाउने कुराका लागि के सहजीकरण गर्ने हो, के उहाँहरूका मागहरू छन् तिनलाई सम्बोधन गरेर बाटो खोलेर गयो भनेदेखि बिचमा खेल्ने तत्त्व हुन्छ, त्यो खेल्ने तत्त्वले खेल्न पाउँदैन। तर केबल कार चाहिँ बन्नुपर्छ भन्ने तपाईँको धारणा? बन्नुपर्छ। आन्दोलनकारीका जायज मागहरूलाई सम्बोधन गर्नुपर्छ र केबल कार बन्नुपर्छ। हस्, यो समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। केन्द्रबिन्दु टेलिभिजन र तपाईँले जुन ढङ्गको समसामयिक संवाद गर्नुभयो, मेरो तर्फबाट पनि तपाईँ, केन्द्रबिन्दु टेलिभिजन र यो टेलिभिजन हेरिरहनुहुने श्रोताहरूलाई हार्दिक हार्दिक नमस्कार व्यक्त गर्छु। धन्यवाद। ग्लोबल आइबी बैंक, सबैका लागि बैंक।